हेलो, नमस्ते एभ्रिवान। आज म खिर बनाउँदैछु र कसरी बनाउँछु त्यही म तपाईँहरूसँग सेयर गर्छु। कन्टिन्यू भिडियो हेरिदिनुहोस् होला। यहाँ हेर्नु गाइस, मैले पानी बसालिसकेको छु र पानीमा चाहिँ मैले तेजपत्ता र इलाइची हालेको छु स्मेलको लागि चाहिँ। र मैले चामल चाहिँ 15 मिनट भिजाइकन त्यहाँदेखि चाहिँ तातो पानीमा हालेको। चामल चाहिँ गोविन्दभोग चामल हो। यो चामलले खिर बनाउँदा एकदमै टेस्टी बनिन्छ र राम्रो पनि बनिन्छ। र मैले खिर चाहिँ किन पानीमा बनाउँदैछु, धेरै मान्छेले सोच्नु हुँदैछ होला, तर यसरी खिर बनायो भने चाहिँ दुध पनि कम्ती लाग्छ र खिर पनि राम्रो बनिन्छ। यहाँ हेर्नु गाइस, मैले यता दुध पनि तताउनु राखिरहेको छु। यहाँ हेर्नु गाइस, मैले चामल चाहिँ 50% पकाइसकेको छु पानीमा। अब चाहिँ म यसमा दुध एड गर्छु। यहाँ चाहिँ मैले तपाईँको 1 लिटर दुध लिएको छु। अब चाहिँ यसलाई मजाले चलाउँछु। चलाएन भने चाहिँ यो चामल डल्लो पर्छ र तल टाल्लिन्छ। त्यही भएर खिर बनाउँदा चाहिँ कन्टिन्यू चलाउनु पर्छ। मैले चामल र दुधलाई मजाले मिक्स गरिसकेँ। अब चाहिँ म उम्लिनको लागि छोडिदिन्छु एकछिन। यहाँ हेर्नु गाइस, मजाले उम्लिसक्यो दुध। अब पनि म फेरि पनि मजाले चलाउँछु। चलाएर जब यो 50% पाकिसक्छ तब म खिरको राम्रो कलरको लागि चाहिँ म यसमा चिनीको क्यारामल एड गर्छु। किनकि खिर चाहिँ मलाई खासै गुडको मात्रै मनपर्छ, चिनीको भन्दा पनि। अन्त मेरोमा गुड थिएन र मैले त्यही भएर चाहिँ कलरको लागि चाहिँ चिनीलाई क्यारामल बनाइकन मैले खिरमा एड गरेको थिएँ, तर मैले त्यो चाहिँ देखाउन सकिनँ। हेर्नुहोस् गाइस, मैले क्यारामल एड गरेपछि खिरको कलर अर्कै भएको छ। अब चामल मजाले पाकिसक्यो, 50% फुल पाकिसकेपछि चाहिँ मैले चिनी एड गरेँ। चिनी एड गर्दा चाहिँ खिर अलिक पातला देखियो होला, पातला देखिँदा पनि कोही प्रब्लम छैन गाइस। एकछिन पाकिसकेपछि यो खिर चिसो भएपछि चाहिँ थिकनेस राम्रो आउँछ। खिर बनिसक्यो गाइस। अब ठन्डा भएपछि फेरि देखाउँछु तपाईँलाई। हेर्नुहोस् गाइस, खिर चाहिँ ठन्डा भइसकेर हेर्नु कत्तिको बाक्लो भएको छ। खानुमा पनि एकदमै मिठो थियो। थ्याङ्क यू सो मच।